विष्णु पौडेल पछि बालेन सरकारले खोल्यो प्रचण्डसँग नाम जोडिएका सुमार्गीको फाइल, भेटिए प्रमाणका ठेली। राहदानी नै गरियो रोक्का, धमाधम अनुसन्धान गरेर दिँदैछ कडा धक्का। विष्णु पौडेल तत्काल नछुट्ने कारण देखाऊ आदेश। गृहमन्त्री सुधन गुरुङ तथ्य सहित अनुसन्धानमा, सुरक्षा निकाय हाई अलर्ट। केपी ओलीको अबको मिटिङ विष्णु पौडेलसँगै हुने संकेत। 10 अर्बको काण्डको मुख्य नायक नै ओली हुन् भन्ने उपसचिवकै बयानले मचायो सनसनी। शिक्षा मन्त्री सस्मित पोखरेलले लाग्यो झड्का। कक्षा 12 का विद्यार्थी त्रुटिपूर्ण नतिजा आएको भन्दै माइती घरमा उत्रिए। के मन्त्रीले नै गल्ती गरेका हुन्? दर्शकबिन, पोखरा विमानस्थलको कमिसनको खेलदेखि दिल्ली बजारको जेलको चिसो कोठासम्म नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व हाकिम प्रदीप अधिकारीको यस्तो भयानक रूप बाहिरिएको छ। नेता पाल्ने प्रदेश बढारिने, सातवटै प्रदेश खारेज गर्ने राजसपाको बोल्ड निर्णयले देशै तरङ्गित। अब कैदीहरूले घरमै बसेर कैद भुक्तान गर्न पाउने, सुन्दै अचम्म लाग्ने यो खबर हाम्रै नेपालको हो। बालेन शाह नेतृत्वको सरकारले फौजदारी कानून संशोधन गर्दै असार 9 गते सकिने भनिएको राजसपाको अझै जारी महाधिवेशनमा महामन्त्री बन्न नेताहरूबीच चर्को हानाथाप देखिएको छ। पार्टीको महत्वपूर्ण मानिने एक महामन्त्री पदका लागि 8 जना चुनावी मैदानमा उत्रिएका छन्।